नरेश परेश महेश विलेशय भूषण भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् उमया दिव्यसुमङ्गलविग्रहया लिङ्गितवामाङ्गविभो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः ॐ नमः शिवाय शिवाय नमः ॐ शिवाय नमः शिवाय नमः ॐ नमः शिवाय ऋषिवरमानसहंस चराचर जनन स्थितिलय कारणभो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् अन्तःकरणविशुद्धिं भक्तिं च त्वयि सतीं प्रदेहि विभो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् करुणावरुणालयमयि दास उदासस्तवोचितो नहि भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः ॐ नमः शिवाय शिवाय नमः शिवाय नमः शिवाय नमः ॐ नमः शिवाय जय कैलासनिवास प्रमथगणाधीश भूसुरार्चित भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् ईश गिरीश नरेश परेश महेश विलेशय भूषण भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् उमया दिव्यसुमङ्गलविग्रहया लिङ्गितवामाङ्गविभो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः ॐ नमः शिवाय शिवाय नमः शिवाय नमः शिवाय नमः ॐ नमः शिवाय
सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् अन्तःकरणविशुद्धिं भक्तिं च त्वयि सतीं प्रदेहि विभो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् करुणावरुणालय मयि दास उदासस्तवोचितो न हि भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय ईश गिरीश नरेश परेश महेश विलेशय भूषण भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् उभया दिव्य सुमङ्गल विग्रहया लिङ्गित वामाङ्ग विभो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश शम्भो शङ्कर शरणं मे तव चरणयुगम् अन्तःकरणविशुद्धिं भक्तिं च त्वयि सतीं प्रदेहि विभो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् करुणावरुणालय मयि दास उदासस्तवोचितो न हि भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय कैलासनिवास प्रमथगणाधीश भूसुरार्चित भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम्
पुष्पादीनि समर्पयामि भगवते समस्ताय और बाँकी रहेका ईश गिरीश नरेश परेश महेश विलेशय भूषण भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् भूयाद्य सुमङ्गल विग्रहया लिङ्गितवामाङ्ग विभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः ॐ नमः शिवाय ओम श्री सदैव श्री तपस्या बहु रात्रि पार्श्वेन सजानि विपश्यनो व्यात्तम विष्णु निखाना मुम्मिखा सर्वलोकम मैखाना हिरण्यगर्भाभ्यां शशि पुरन्दराभ्यां नमः आद्य उपमन्यु गोष्ठा उपमन्यु गोष्ठ परिमल वस्त्र भोग्य वस्तु चन्दना गणि बृहस्पति दैवतानि शोभन राजता सौभाग्य द्रव्याणि विष्णु दैवतानि काशीपुत्राय सुकृतिताय हरिपाण्डे शर्मणे सुकृतिताय सपत्निकाय ब्राह्मणाय दान ऋषिवरमानसहंस चराचर जनन स्थितिलय कारणभो साम्ब सदा शिव शरणं मे तव चरणयुगम् लगाइदिएको राम्रो अन्तःकरण विशुद्धिं भक्तिं च त्वयि सती प्रदेहि विभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् करुणावरुणालय मयि दासमुदास सरोचितो नहि भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः र यसमा चाहिँ 84 पूजाको के महत्त्व छ भन्ने यो कथाहरू भन्नलाई अलि लामो किसिमले भन्नलाई त हाम्रा अहिले चाहिँ सबैलाई भइदिने होला के होला मैले चाहिँ छोटकरीमा यो 84 पूजाको महत्त्व के हो किन गर्ने यसमा के गरिन्छ भन्ने कुरा चाहिँ मैले यहाँ छोटकरीमा चाहिँ बताउन खोजेको छु। अब यो 84 पूजा चाहिँ 84 पूजा के हो भने यो चाहिँ वैदिक कालदेखि नै चल्दै आएको भनेको धेरै पहिल्यैदेखि चल्दै आएको वेदको पालादेखि नै चल्दै आएको यो त पूजा हो र यहाँ चाहिँ यो 84 पूजा चाहिँ एकछिन कुरा नगरिदिनु होला है त यहाँ बाहिर पनि कुरा नगरिदिनु है अनि यो 84 पूजा गर्दाखेरि के हुन्छ भने यसको मुख्य पक्ष भनेको के हो भने 1000 चन्द्रमाहरू 1000वटा पूर्ण चन्द्रमाहरूको चाहिँ दर्शन गरिन्छ र ती 1000वटा पूर्ण चन्द्रमाहरूको पूजा गरेर त्यो व्रतको उद्यापन गर्ने समापन गर्ने चाहिँ दिन आज 84 पूजामा चाहिँ गरिन्छ र त्यसमा चाहिँ कस्तो हुन्छ भने यो 1000 चन्द्रमाहरू चाहिँ कहिलेसम्म देखिन्छ त भन्दाखेरि यो 1000 चन्द्रमा देख्नलाई चाहिँ यो चाहिँ ज्योतिषीय गणना अनुसार यो चाहिँ मलमासहरू पर्ने हुन्छन् 32 महिनामा चाहिँ मलमासहरू पर्छन् अनि त्यसपछि अरू चाहिँ सरासर गर्दाखेरि एक वर्षमा जम्मा चाहिँ 12 महिना हुन्छन् 12 महिनाको एउटा पूर्ण चन्द्रमा हुन्छन् पूर्णिमाका दिन प्रत्येक पूर्णिमाका दिन पूर्ण चन्द्रमा हुन्छन् भनेको एक महिनामा एउटा पूर्ण चन्द्रमा हुन्छ 12 महिनामा 12वटा पूर्ण चन्द्रमा देखिन्छ अनि त्यस्तै गरेर 3 वर्षपछि चाहिँ फेरि एउटा मलमास आउँछ अधिक मास त्यो अधिक मासमा पनि फेरि त्यहाँ पनि पूर्ण चन्द्रमा आउँछन् भनेको 3 वर्षमा थप एउटा हुन आउँछन् हो यही किसिमले गर्दै जाँदाखेरि चाहिँ 80 वर्ष 6-7 महिना जस्तोमा चाहिँ त्यो मलमास समेत जोड्दाखेरि चाहिँ त्यतिखेर चाहिँ 81 वर्ष 7 महिनामा चाहिँ त्यतिखेर चाहिँ 1000 चन्द्रमा पुरा देखिन्छ तर त्यो होइन मलमासको किन गन्ने शुद्ध मासको मात्रै गन्ने भन्दाखेरि चाहिँ
84 वर्ष पुग्ने बेलामा भनेको 83 वर्ष 6-7 महिना हुँदाखेरि चाहिँ त्यो शुद्ध महिनाका पनि 1000 चन्द्रमाहरूको चाहिँ दर्शन हुन्छ हो। त्यसैले गर्दाखेरि कसैले चाहिँ त्यो 81.5 वर्ष अथवा 82 वर्ष लागेपछि चाहिँ के अरे 84 गर्छन्, त्यो गर्न मिल्छ, गर्न हुन्छ। अनि कसैले चाहिँ 84 वर्षसम्ममा चाहिँ गर्ने यो चाहिँ परम्परा छ। यसरी यहाँ चाहिँ 1000 चन्द्रमाहरूको चाहिँ पूजा हुन्छ। अनि चन्द्रमा कस्तो हुनुहुन्छ भने ग्रहमण्डलमा चाहिँ सूर्यपछिको शक्तिशाली देवता हुनुहुन्छ। हाम्रा प्रत्यक्ष देवताहरूमध्ये जस्तो शिव, पार्वती, विष्णु हामीले चाहिँ आँखाले देख्दैनौँ, शास्त्रहरूले भनेको, पुराणहरूले भनेअनुसार हामीले सुनेका छौँ, जानेका छौँ। यस्ता चतुर्बाहु मूर्ति हुनुहुन्छ आदि इत्यादि रूपमा चाहिँ हामीले चाहिँ ध्यान गर्छौँ। त्यस्तो खालका हुनुहुन्छ अरू देवताहरू। तर सूर्य, चन्द्र र अग्नि भनेका प्रत्यक्ष देवता हुनुहुन्छ। हामीले आँखाले देखेका छौँ। प्रत्येक दिन उदाउनुहुन्छ। અહીંबाट सूर्यले चाहिँ दिन बनाउनुहुन्छ, चन्द्रमाले रात बनाउनुहुन्छ। अनि चन्द्रमाको के महत्त्व छ भने चन्द्रमाले चाहिँ पुष्णामी चौषधी सर्वा हुन्छ। औषधिहरू सबै औषधिलाई चाहिँ औषधिको गुण भर्ने काम चाहिँ चन्द्रमाले गर्नुहुन्छ। चन्द्रमाबाट शीत पर्छ। चन्द्रमा चाहिँ अमृतको खानी हो, अमृतको खानी हो चन्द्रमा। चन्द्रमाबाट झरेका प्रत्येक बिन्दुहरू, बुँदहरू चाहिँ त्यो अमृतका बिन्दुहरू हुन्। हामीले त्यो शीतलाई चाहिँ पचाउन सकिन्न, त्यो अर्को कुरा हो, हाम्रो चाहिँ त्यो क्षमताले गर्दा नसकेको। नत्र त्यो शीतका बिन्दुहरू प्रत्येक अमृतका बिन्दुहरू आएका हुन्छन् हो। त्यसलाई चाहिँ ती औषधिहरूले जुन जडीबुटी आदि इत्यादि औषधिहरू हुन्छन्, ती केमिकलहरू, तिनीहरू पनि त्यो चन्द्रमाको त्यो उसबाट शीतहरूबाट चाहिँ बन्छन्। त्यसले गर्दा चन्द्रमाले चाहिँ औषधिहरूलाई चाहिँ परिपुष्ट गर्ने र मान्छेलाई चाहिँ त्यो औषधिको माध्यमबाट दीर्घायु प्रदान गर्ने, लामो आयु प्रदान गर्ने काम चाहिँ चन्द्रमाले गर्नुहुन्छ। त्यसैले गर्दा यो लामो आयु बाँचेर आइसकेपछि चन्द्रमाको पूजा गरेको चाहिँ हो। यत्रो 84 वर्षसम्म बाँचियो। त्यसले गर्दाखेरि भगवानप्रति चाहिँ कृतज्ञता ज्ञापन गर्न, कृतज्ञता, हे भगवान हजुरको कृपाले गर्दाखेरि म चाहिँ यत्रो 84 वर्षसम्म चाहिँ बाँचेँ र त्यसमा चाहिँ म कृतज्ञ छु भनेर भगवानप्रतिको कृतज्ञता प्रकट गर्नका लागि चाहिँ सहस्र चन्द्र 1000 चन्द्रमाको चाहिँ पूजा गरिन्छ। र चन्द्रमाकी पत्नी चाहिँ रोहिणी हुनुहुन्छ। चन्द्रमा चाहिँ नक्षत्रहरूको पति भनेर भनिन्छ। नक्षत्रेश नक्षत्रपति हुनुहुन्छ। नक्षत्रका भनेका ताराहरूका पति हुनुहुन्छ चन्द्रमा। अनि ताराहरू मध्येकी सबैभन्दा उत्तम चाहिँ पहिलो दर्जाकी चाहिँ रोहिणी। अनि रोहिणी सहितका चन्द्रमालाई चाहिँ पूजा गरिन्छ। रोहिणी पत्नी अनि चन्द्रमा चाहिँ चन्द्रदेव हुनुभयो, उहाँहरूको पूजा चाहिँ आज यहाँ गरिन्छ र त्यो चाहिँ विधिवत रूपमा चाहिँ सम्पन्न भइसकेको छ। त्यो चन्द्रमाको सहस्र चन्द्रको पूजा गरेर अनि त्यसको अङ्गका रूपमा गर्नुपर्ने अरू कामहरू पनि भइसकेको छ। अनि त्यसपछि अनि सहस्र चन्द्र पूजन बाहेक अरू के हुन्छ भन्दा यो 84 भनेको चाहिँ त्यो 84 वर्ष पुगेको बेला 84 सिद्धहरूको पूजा गरिन्छ। सिद्ध भन्ने हुनुहुन्छ। सिद्ध भनेको के हो भने सिद्ध भनेको सिद्धि प्राप्त गरेका महापुरुषहरू, देवता जस्तै देवताहरू नै हो। देवता भनेको शिव, विष्णु आदिको चाहिँ अरू सन्दर्भमा चाहिँ पूजा हुन्छ। यहाँ चाहिँ यो 84 पूजा गर्दा 84 सिद्धहरूको पूजा हुन्छ। 84 सिद्ध भनेका को हुनुहुन्छ भने त्यहाँ सिद्धहरूका नाम छन्। महासिद्ध, सिद्धाति सिद्ध आदि आदि गरिएका 84 सिद्धहरू हुनुहुन्छ। उहाँहरू सिद्धहरू चाहिँ कस्तो हुनुहुन्छ भने अणिमा, महिमा चैव, लघिमा, गरिमा तथा प्राप्ति, प्राकाम्यम, ईशित्वम, वशित्वम चाष्ट सिद्धय भन्छ। यी 8वटा सिद्धिहरू हुन्छन्। भनेको कोही सानो हुन पनि सक्ने, कहिलेकाहीँ चाहियो भने सानो, यति सानो हुन सक्ने। जस्तो त्यो हनुमानजी चाहिँ सुरसाको मुखबाट यति सानो भएर निस्केर जानुभएको थियो भनिन्छ हो। त्यस्तो सानो हुन सक्ने त्यो एउटा सिद्धि हो। अनि अणिमा, महिमा भनेको ठुलो हुन सक्ने। जस्तो वामन भगवानले चाहिँ त्यो बलिबाट दान लिएपछि ठुलो विशाल काय भएर पुरै संसार छोप्नु भएको थियो हो। त्यो चाहिँ ठुलो हुन सक्ने। अणिमा, महिमा चाहिँ गरिमा भनेको भारी हुन सक्ने। भगवान ती मत्स्य अवतार हुँदाखेरि चाहिँ एउटा सानो माछोको रूपमा चाहिँ ती सत्यव्रत राजाको चाहिँ कमण्डलुमा आउनु भएको थियो। पछि त्यो बढ्दै 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 गएर उहाँ समुद्रभरिको चाहिँ माछो बन्नु भएको थियो हो। त्यसले गर्दा त्यो गरिमा भनेको धेरै भारी पनि हुन सक्ने। अनि लघिमा भनेको चाहिँ एकदम हलुङ्गो हुन सक्ने हो। त्यस्तो हुन सक्ने। अणिमा, महिमा चाहिँ लघिमा, गरिमा तथा प्राप्ति भनेको चाहिँ प्राप्त गर्न जे चाह्यो त्यही प्राप्त गर्न सक्ने। प्राप्ति, प्राकाम्य भनेको इच्छा गरे अनुसार चाहिँ आफूले रूप परिवर्तन गर्न पनि सक्ने। प्राप्ति, प्राकाम्यम, ईशित्वम भनेको सबै काम गर्नलाई चाहिँ समर्थ हुने।
वशित्वम भनेको सम्पूर्ण जगत चाहिँ आफ्नो वशमा गर्न सक्ने हो। यी चाहिँ 8वटा सिद्धिहरू हुन्। जस्तो यी सिद्धिहरू प्राप्त गरेका व्यक्ति, यी 8वटा सिद्धि जोसित छन् तिनीहरूलाई चाहिँ सिद्ध भनेर भनिन्छ। ती सिद्धि प्राप्त गरेका महापुरुषहरू चाहिँ सिद्ध पुरुषहरू हुनुहुन्छ। अनि ती सिद्ध पुरुष जस्तो हामीले कहीँ सुनेका छौँ, जस्तो स्वर्गद्वारी महाप्रभुको बारेमा चाहिँ के सुनिन्छ भने, स्वर्गद्वारी महाप्रभु हुनुहुन्थ्यो, उहाँ चाहिँ गुफामा तपस्या गरेर बसिरहेका बेला उता कता समुद्रमा चाहिँ जहाज डुबेको चाहिँ देख्नुभयो अरे ध्यानबाट। अनि त्यहाँ भेट्न आएका मान्छेहरू थिए। अनि ए ल बाबुहरू तपाईँहरू एकछिन बस्नुहोस्, म त्यहाँ भित्र गएर आउँछु भनेर भित्र जानुभयो अरे। अनि त्यहाँबाट भित्र गएपछि अनि स्वाट्टै त्यहाँबाट अन्तर्ध्यान भएर उहाँ चाहिँ त्यो समुद्रमा चाहिँ त्यो 100-150 जना हिँडिरहेको चाहिँ त्यो डुङ्गा चाहिँ डुबेको थियो अरे। अनि त्यो डुङ्गालाई चाहिँ उठाइदिनु भयो अरे। अनि त्यो उठाइदिएर अनि त्यसलाई चाहिँ किनारमा ल्याइदिनु भयो अरे। अनि त्यहाँबाट आएर त्यहाँ गुफाबाट बाहिर निस्किँदाखेरि यसरी त्यो भोटो लाउनुहुन्थ्यो अरे उहाँले। अनि यसरी भोटो निचोर्दै आउनुभयो अरे। अनि त्यहाँबाट त्यहाँ बसेका देख्नेहरूले चाहिँ भने अरे, ओहो महाराजजी कहाँ गएर आउनुभयो भनेर भने। उहाँले चाहिँ त्यस्तो सबै कुरा खोल्नु भएन। पछि चाहिँ उनीहरूलाई थाहा भयो त्यो चाहिँ उहाँ चाहिँ त्यो समुद्रमा चाहिँ डुङ्गा डुबेको थियो, त्यो 100-150 जना चढेको डुङ्गा डुबेको थियो। स्वर्गद्वारी महाप्रभुले त्यहाँ ध्यान दृष्टिले देखेर अनि त्यहाँबाट स्वाट भित्र गएको, उहाँ गएर त्यो चाहिँ त्यो डुङ्गालाई उद्धार गरेर फेरि आएर त्यहाँ प्रकट हुनुभयो भन्ने कुरा स्वर्गद्वारी महाप्रभुको बारेमा पनि भनिन्छ। यहाँ बालगुरु षडानन्दको बारेमा पनि त्यस्तो कुरा सुनिन्छ। यहाँ यता यो मटिहानीमा त्यहाँ त्यो मटिहानी महोत्तरीमा त्यहाँका चाहिँ तस्मैया बाबा भन्ने हुनुहुन्थ्यो भनिन्छ, हो उहाँको बारेमा पनि यस्ता कुरा सुनिन्छ। हो यस्ता कुरा चाहिँ ठाउँमा अरूका पनि हुन्छन्। हो ती उहाँहरू चाहिँ सिद्धि प्राप्त गर्नुभएका व्यक्तिहरू हुनुहुन्छ। र ती सिद्धि प्राप्त गर्नुभएका व्यक्तिहरूमध्ये जो चाहिँ महान सिद्धहरू हुनुहुन्थ्यो, 84 सिद्धहरू, ती महान सिद्धहरू 84 सिद्धको पूजा चाहिँ आज यहाँ गरियो। हो ती 84 सिद्धको पूजा गर्ने भएकोले गर्दा 84 पूजा भनेर भनेको हो। त्यसले गर्दाखेरि 84 सिद्धको पूजा। अनि सिद्ध योगिनी भन्ने हुनुहुन्छ, देवीहरू हुनुहुन्छ, 84 देवीहरू हुनुहुन्छ। त्यस्तै सिद्धि प्राप्त गरेका देवी माता जस्ता देवीहरू हो, उहाँहरूको पनि पूजा हुन्छ, त्यो पनि पूजा गरियो। अनि त्यसरी अरू के को पूजा हुन्छ भने यहाँ चाहिँ मैले यो उसबाट भन्दैछु, अरू देवताहरू, अरू सूर्य चन्द्र शिव विष्णु आदि सबै देवी देवताहरूको चाहिँ आवाहन पूजन हुन्छ। अनि सूर्य 12 सूर्यहरूको 12 महिनाका 12 सूर्य भन्ने चाहिँ हुन्छ। 12 महिनाका 12 सूर्य हुनुहुन्छ। हो ती 12 सूर्यहरूको पूजा पनि त्यहाँ हुन्छ, त्यही 84 को उसमा चाहिँ थालीहरूमा कलशमा। अनि 28 नक्षत्रहरूको पूजा हुन्छ, 28 नक्षत्र हुन्छन् तिनीहरूको पूजा पनि त्यही हुन्छ। अनि 12 राशि हुन्छन्, ती राशिहरूको पूजा पनि त्यहाँ हुन्छ। अनि त्यसपछि गएर तिथिहरू हुन्छन्, 16वटा तिथिहरूको पूजा हुन्छ। अनि योग करण भन्ने हुन्छन्, त्यो पात्रो हेर्दा पञ्चाङ्ग भन्छ, ती पञ्चाङ्गमा योग करणहरू पर्छन्। अनि बारहरू हामीले आइतबार सोमबार भन्छौँ, ती बारहरूको पूजा हुन्छ। अनि पक्षहरू भनेको शुक्ल पक्ष कृष्ण पक्षहरू हुन्छन्। मास भनेका महिनाहरू हुन्छन्, ऋतुहरू हुन्छन्, वसन्त ग्रीष्म आदि ऋतु 6वटा हुन्छन् तिनीहरूको। अनि अयन उत्तरायण दक्षिणायन हुन्छन्। अनि संवत्सर भनेका वर्षहरू हुन्छन्, तिनीहरूको पूजा हुन्छ। अनि सप्तद्वीप भनेको चाहिँ यो जम्बुद्वीप लक्षद्वीप आदि गरिएका ती 7वटा द्वीपहरू हुन्छन्, तिनीहरूको पूजा हुन्छ। अनि 7वटा सागर महासागरहरू हुन्छन्, तिनीहरूको पूजा त्यहाँ हुन्छ। अनि 7वटा पाताल लोक हुन्छन्, तिनीहरूको हुन्छ। अनि यो पृथ्वीभन्दा माथिका अरू 7वटा लोक हुन्छन्, तिनीहरूको ती 14 भुवनहरूको पूजा त्यो चाहिँ यो 84 को पूजा मण्डपमाथि चाहिँ त्यो पूजा हुन्छ। यसरी चाहिँ त्यो 84 सिद्ध र त्यहाँ गर्नुपर्ने सबै जसको पूजा गर्नुपर्ने हो त्यो कुरा चाहिँ विधिवत रूपमा चाहिँ सम्पन्न भइसकेको छ। यसरी 84 सिद्धहरूको पूजा गरेर यो 84 वर्षको उमेरमा चाहिँ यसरी भगवानले चाहिँ लामो आयु दिनुभएकोमा उहाँप्रति कृतज्ञता प्रकट गर्दै यो 84 को चाहिँ पूजा गर्ने परम्परा हो र त्यो चाहिँ आज सम्पन्न भएको छ, उहाँले चाहिँ गर्नुभएको छ। र अब अर्को कुरा के पनि हो भने यो चाहिँ धार्मिक आध्यात्मिक रूपमा हाम्रो हिन्दू धर्म संस्कार भनेको त के हो भने वर्णाश्रम व्यवस्था भनेर भनिन्छ। ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ र सन्यास 4 आश्रमहरू हुन्छन्। सामान्यतया 25 वर्षसम्म चाहिँ ब्रह्मचारी हुने, बिहा नगर्ने, गुरुको आश्रममा बसेर पढाइ लेखाइ गर्ने त्यो चाहिँ अवस्था हो। अनि 50 वर्षसम्म चाहिँ घर गृहस्थी गर्ने, छोराछोरी पाउने, धन सम्पत्ति कमाउने, आफ्नो त्यो पारिवारिक जोहो गर्ने समय हो। अनि 50 वर्षदेखि 75 वर्षसम्म चाहिँ
अनि त्यहाँ त्यो वानप्रस्थ भनेको जङ्गलमा गएर तपस्या गर्ने चाहिँ समय हो। अनि 75 वर्षभन्दा माथि चाहिँ सन्यास लिने चाहिँ समय हो। त्यसमा चाहिँ अब अहिले चाहिँ त्यो व्यवस्था चाहिँ अलिकति खलबल भयो। अब पहिले जस्तो चाहिँ जङ्गलमा गएर तपस्या गर्ने कुरा पनि हराइसक्यो। अब कोही त अझै पनि त्यस्ता त्यागीहरू हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ, तर हामी धेरैले चाहिँ त्यो गर्न सकेका छैनौँ। त्यसले गर्दाखेरि अनि त्यो यो उमेर अवस्थामा चाहिँ त्यो अन्तिम अवस्था भनेको सन्यास लिने अवस्था हो। सन्यास लिएर यो संसारको चाहिँ काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यो संसारमा चाहिँ कुनै माया नराख्ने, कुनै राग नराख्ने, कसैप्रति द्वेष नराख्ने, कसैप्रति रिस नराख्ने र एकदम मुक्त भएर मोक्ष पद प्राप्त गर्ने हो। यो चाहिँ अवस्था हो त्यो 75 वर्षभन्दा माथिको। त्यसमा 75 वर्षमा सकिएन भने पनि 84 वर्षपछि त अब चाहिँ त यो संसारबाट चाहिँ विरक्त भएर परमात्मा प्राप्ति गर्ने र मोक्ष पद प्राप्ति गर्ने यो चाहिँ समय भएकोले अब चाहिँ उहाँ आमा चाहिँ आज 84 को पूजा गरेपछि अब हामीहरूले पनि, हामी ब्राह्मणहरूले पनि, पण्डितहरूले पनि, अनि परिवारका छोरा बुहारी लगायत सदस्यहरूले पनि, तपाईँहरू इष्टमित्र कुल कुटुम्बले पनि यहाँ सबैले जम्मा भएर उहाँलाई के भन्छौँ त, के शुभकामना दिन्छौँ भने अब तपाईँलाई यो संसारका माया मोहले नबाँधुन्, तपाईँको मन चाहिँ स्वच्छ होस्, तपाईँले स्वच्छ मन भएर तपाईँले चाहिँ भगवानको पद प्राप्त गर्न सक्नुहोस् र त्यस्तो मोक्ष पद प्राप्त गर्न सक्नुहोस् भनेर हामीले उहाँलाई चाहिँ शुभकामना दिन्छौँ। र अर्को चाहिँ यो एउटा आशीर्वादको समारोह हो। यो चाहिँ उहाँले हामी सबैलाई चाहिँ आशीर्वाद दिनुहुन्छ। उहाँ चाहिँ यत्रो 84 वर्ष बाँच्नु भएको छ। यो 84 वर्ष बाँच्दाखेरि उहाँले कति अनुभव गर्नुभयो, कति विभिन्न क्षेत्रका कति अनुभवहरू प्राप्त गर्नुभएको छ, ज्ञानहरू प्राप्त गर्नुभएको छ। त्यसको आधारमा उहाँले चाहिँ हामीलाई आशीर्वाद दिनुहुन्छ। त्यो आशीर्वादको समारोह अब यसपछि हुन्छ। यहाँ हामीले अब यो विसर्जनका कामहरू गरौँ अनि त्यसपछि चाहिँ त्यो पनि हुन्छ। र यस्तो खालको चाहिँ यो पुण्यतम चाहिँ यो अवसर हो। अब यसमा चाहिँ धेरै लम्ब्याएर भन्न चाहिँ अब यहाँ हामीलाई टाइम पनि छैन। र यो समयमा चाहिँ के हुन्छ भन्दा यो 84 पूजा गरिसकेपछि यहाँ चाहिँ हामी सबैले देख्ने गरेको यहाँ 84 पूजा हुन्छ, अनि गाईदान हुन्छ, अनि शय्यादान हुन्छ, तुलादान हुन्छ, आदि इत्यादि दानहरू हुन्छन्। र तिनीहरू चाहिँ उहाँहरूले चाहिँ गर्नुभएको छ। यहाँ शय्यादान गर्नुभयो, गाईदानका 84 गाईदान इत्यादिका विधिहरू भए। अनि अर्को एउटा चाहिँ तुलादानको कुरा छ। त्यो तुलादान गर्ने चाहिँ कुरामा चाहिँ यहाँ हामीले चाहिँ तुलादान गरेको देखेनौँ। यहाँ आएका उपस्थित भएकाले हाम्रो आँखाले देखेन। त्यो चाहिँ यहाँ चाहिँ के सल्लाह भयो भन्दा उहाँले के चाहना गर्नुभयो भने म त्यो पैसामा तौलिएर चाहिँ म गर्दिनँ, त्यो पैसामा तौलिएर नगर्ने, बरु चाहिँ के गर्ने भन्दा दुईवटा कुरा गर्ने। एउटा चाहिँ म बराबरको चाहिँ खाना गाईलाई दिने, गाईलाई खाना दिने। अर्को म बराबर पैसा जोख्नलाई जति पैसा लाग्छ हो त्यो पैसा यहाँ चाहिँ एउटा मन्दिर बन्दैछ। भोलि पर्सि मात्रै यहाँ शिलान्यास हुँदैछ मन्दिरको। हो त्यो पर्सि शिलान्यास हुँदैछ। यहाँ चाहिँ यो टोलैभरिको गाउँभरिको चाहिँ मन्दिर शिलान्यास हुँदैछ। हो त्यो मन्दिरलाई चाहिँ मेरो भारी के अरे मेरो तौल बराबरको चाहिँ दक्षिणा चाहिँ त्यहाँ समर्पण गर्ने भनेर चाहिँ उहाँले भन्नुभएकोले त्यही रूपमा चाहिँ हामीले सङ्कल्प गऱ्यौँ। र अनि त्यहाँबाट त्यो सङ्कल्प गरेर त्यो चाहिँ मन्दिरको लागि अहिलेलाई चाहिँ 10,000 रुपियाँ चाहिँ मन्दिरको लागि दिने। अलिअलि त फेरि यसो हातमा सिक्का पनि राखिदिनु पऱ्यो, त्यो चलन पनि छँदैछ, त्यो चलनलाई पनि मार्नु भएन। त्यसले गर्दाखेरि अलिकति चाहिँ सिक्का छुट्याएर चाहिँ यसो हातमा राखिदिने। अरू चाहिँ त्यहाँ मन्दिरमा चाहिँ त्यो तुलादान गर्ने भनेर त्यो चाहिँ उहाँहरूले भन्नुभएको छ, भनेर सङ्कल्प गरिसक्नु भएको छ। र अब त्यो यहाँ चाहिँ समितिका सदस्यहरू अरू चाहिँ कोही देखिएन। उहाँ लक्ष्मण सर आउनुभयो, उहाँ चाहिँ त्यो समितिका सदस्य हुनुहुन्थ्यो। ल उहाँलाई चाहिँ यता बोलाएर यहाँ आउनुहोस् लक्ष्मण सर। अनि त्यो तुलादान छ है, त्यो तुलादानको चाहिँ त्यो उहाँ मन्दिरलाई दिएको पैसा जुन छ त्यसको चाहिँ त्यो हस्तान्तरण चाहिँ उहाँलाई गरिदिनुहुन्छ। अहिले हस्तान्तरण गरिदिनु हो। त्यो चाहिँ यो हामी सबैको चाहिँ सार्वजनिक मन्दिर, यहाँ चाहिँ मन्दिर थिएनन्। यो टोल यो नयाँ बस्ती हो, यो पनि माथिल्लो पनि। अनि यहाँ चाहिँ अहिले भर्खर पर्सि मात्रै आज 19 गते हो, 21 गते चाहिँ शिलान्यास हुँदैछ। त्यो 21 गते शिलान्यास गर्नको लागि त्यहाँ चाहिने कलश पनि यहीँबाट 84 का कलश मध्येबाट म दिन्छु भनेर उहाँले सङ्कल्प गर्नुभयो। र अनि त्यहाँबाट त्यो तुला बराबरको पैसा मध्येबाट 10,000 रुपियाँ पनि त्यहाँ मन्दिरलाई दिन्छु भनेर सङ्कल्प गर्नुभएको छ। सहस्र चन्द्र दर्शन व्रत उद्यापन महिमाको जय जय श्री राधे। जगत
जगतं जगदत्येन तिक्तेन भुञ्जिता माकृतः कशश्रुच्छ नमः ईश गिरीश नरेश परेश महेश विलेशय भूषण साम्ब सदा शिव शम्भो शङ्कर शरण मे तव चरणयुगम् उभया दिव्य सुमङ्गल विग्रहया लिङ्गित वामाङ्ग विभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय दिवा दीपं प्रदान देवाय समर्पित निरलय नमः निरलय नमः पूजा गरेर अनि त्यसपछि चाहिँ अब यहाँ चाहिँ सबै बत्ती बालेर अनि त्यस सबै चाहिँ पूजा गर्ने अब स्वर मन्त्र गरेर होइन स्वर मन्त्र गरेर पूजा गरिन्छ शिवरमानसहं सचराचर जनन स्थितिलय कारणभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् अन्तःकरणविशुद्धिं भक्तिं च त्वयि सती प्रदेहि विभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् करुणावरुणालय मैदास उल्लासस्तवोचितो नहि भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय बाल्नु अनि टाउकामा राखेर बाहिर राख्नु एक राखेर बाहिर बाहिर अब हुन्छ के धेरै प्रपरमा सल्काइदिनु त हो ल आमाले सक्नुहुन्न होला अब एकजनाले चाहिँ चलेर जय कैलास निवास गणाधीश भूसुराचित भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् टाउको मात्र अर्को सल्काउनु माथि मात्र धेरै माथि नलानु ल त्यहाँ टाइममा देश हरे प्रभु जय जगदीश हरे प्रभु का शरण उपासक हरि का शरण उपासक कति कति भारत हरे ओम जय जगदीश हरे मनको थाल मनोहर प्रेम ईश गिरीश नरेश परेश महेश विलेशय भूषण साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् उभया दिव्य सुमङ्गल विग्रहया लिङ्गित वामाङ्ग विभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय शिवाय नमः भक्ति सुधा बरसाओ प्रेम सुधा बरसाओ शरण पर्यौं हामी
यो अरूलाई सांब सदा शिव शंभो शंकर बोलिए शरणं माता तव गणेश को, सत्यनारायण भगवान को, माँ महेश्वर भगवान को, ब्रह्मा सावित्री को, आदित्य चंद्रहरि भगवान को, चंद्रमा को, सहस्र चंद्रहरि को, सहस्र चंद्रहरि महिमा को, 84 सिद्धहरू को, 84 सिद्धयोगिनीहरू को, स्थानमा पुगी सम्पूर्ण देवी देवताहरूको देवताहरूको महाकाली माताको महालक्ष्मी माताको महालक्ष्मी माताको दुर्गा माताको भोग माताको गङ्गा माताको भर्ती माताको काली माताको पञ्चकन्या माताको कालीचोक माताको 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 गणेश्वर भगवानको कालिकाको कृष्णगण्डकी महिमाको देवरानीको भागेश्वरी भगवतीको मालिका भगवतीको क्षेत्र भगवान धामको प्राग क्षेत्र धामको बद्रीनाथ धामको केदारनाथ धामको भगवान विश्वनाथको काशी विश्वनाथ भगवानको जगन्नाथपुरीको रामेश्वर धामको सम्पूर्ण तीर्थहरूको सम्पूर्ण व्रतहरूको सनातन वैदिक धर्मको श्रीहरूको भक्तका इष्ट देवताहरूको भक्तका कुलदेवताहरूको आजको आनन्दको सनातन वैदिक धर्मको हर हर महादेव हजुर नै आउनु यता हुन्छ यहाँको बाँकी कामहरू सिकाइदिनु तीनचोटि घुमाउनुहोस् नारायण श्रीमान नारायण 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 श्रीमान
श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण। यस्तो यहाँ को छ एकैछिन मौसम आउँदैछ। ल अब टिका लाउनु। अब यो दक्षिणा दिनेलाई कलश दिनु अनि आमालाई मैले घर देखाएको छैन। ईश गिरीश नरेश परेश महेश विलेशय भूषण साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम्। भुवयादन्य सुमङ्गल विग्रहया लिङ्गितवामाङ्ग विभो शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम्। दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं। एकैछिन बिस्तार लाइनमा जानु न, लाइन भएछ वान कता कता भन्नु पार्टी लाइन भइहाल्छ नि पार्टी फुल मात्रै दियो। सचराचर जननस्थितिलय कारणभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय नमः। बहुत रात भर ताश जय कैलास निवास प्रमथ गणाधीश भूसुराचितभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम्। साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम्।